हामी चाहिँ अहिले हजुर हजुर उता हाम्रो रामचन्द्र भाइ हुनुहुन्छ, माथि हाम्रो ज्वाइँ हुनुहुन्छ। हामी चाहिँ अहिले यहाँ तपाईहरुलाई तलतिरको भ्यू देखायो भने तपाईहरु एकदम आत्तिनुहुन्छ। हामी चाहिँ यसलाई के डाँडा भन्छ थाहा छैन। यसलाई के डाँडा भन्छ अरे रामचन्द्र? युदिङ डाँडाको टुप्पोमा छौँ है हामी। तपाईहरु चाहिँ हाम्रो ज्वाइँ चाहिँ त्यहाँ यस्तो अप्ठ्यारो गरेर आइरहनु भएको छ। पहाडबाट आइराखेका छौँ। बिस्तारै लड्नु होला है। उयो डाँडाबाट झरे हामी चाहिँ त्यहाँबाट यस्तरी बाटो नभएको ठाउँमा। रामचन्द्र भाइ, म यहाँ जुनियल, हाम्रो रेसु ज्वाइँ साहब हुनुहुन्छ। हामी यहाँ आउनुको मेन उद्देश्य भनेको चिउरीको रस खाने। यस्तरी यहाँबाट चाहिँ यस्तो यस्तरी यता पनि भिड, यता पनि भिड। यहाँ चढेर जाँदैछौँ हामी। हिँड्दै यता पनि छाँगो, यता छाँगो साङ्गर खोला ऊ तल युदिङ दोल भन्छ अरे यसलाई। यो डाँडा हेर्दाखेरि मात्रै यस्तो साथी हो। हजुरहरूले चाहिँ क्यामेरामा यसो देखेर खोजिन्छ छैन। अहिले म चाहिँ यहाँ ठ्याक्क डाँडाको टुप्पोमा के। हेलो, हामी आउनुको मेन पर्पज चाहिँ उयो चिउरीको रस खानको लागि है प्रिय मित्रहरू। लाली जोबन जान्छ कि हजुर हो गाईलाई चराउँदै। यस्तै तपाईँहरूलाई म प्रोसेस भनिदिन्छु। यहाँ ज्वाइँले तान्नु भएको छ। यो जस्तो यो फुल यस्तो भयो। यो फुल चाहिँ यस्तो भयो। यहाँ केही पनि छैन नि है, हजुरहरूले देख्नु भयो नि। यो फुल यस्तो भयो। यसलाई चाहिँ यस्तरी राखेर यसलाई चाहिँ यस्तरी हान्ने हो कि माथि र यस्तरी अझै जोडले हान्नुपर्छ। आएन त, अलि राख्नु त ज्वाइँ हो। ल ऊ झऱ्यो यसमा यसमा छ। ल ओ भयो। ल अहिले अब यो बिहानै आयो भने चाहिँ अलि धेरै पाउँछ। खो छैन, यहाँ अलिअलि छ। यो अलिअलि पनि देख्नु भएन यहाँ, तर छन चाहिँ छ। यहाँ अलिअलि हेर्नु भने यो चाहिँ खाने है प्रिय मित्र। यसो गऱ्यो यसरी खाने, खाइन्छ। आहा एकदम गुलियो है।